टाइप्स अफ कन्ट्र्याक्टमा छ अन द बेसिस अफ इन्फोर्सेबिलिटी होइन। फर्स्टमा छ भ्यालिड कन्ट्र्याक्ट। भ्यालिड कन्ट्र्याक्ट भनेको चाहिँ कुनै पनि कन्ट्र्याक्ट चाहिँ फुलफिल हुनको लागि इसेन्सियल इलिमेन्टहरू चाहिँ सबै फुलफिल भएको तथा लिगल्ली चाहिँ कानुनी रूपमा चाहिँ लागू भएको पहिला कन्ट्र्याक्ट भनेको चाहिँ भ्यालिड कन्ट्र्याक्ट भनिन्छ होइन। भोइड कन्ट्र्याक्ट भनेको चाहिँ नन इन्फोर्सेबल बाई ल फ्रम द बिगिनिङ अर बिकम भोइड लेटर। सुरुमा चाहिँ लागू गरेकै हुन्छ होइन। भन्नु मतलब अब सुरुमै फिक्स भएको चाहिँ हुँदैन, तर पछि चाहिँ केही कमी भएर वा केही कारणले चाहिँ त्यो कन्ट्र्याक्ट चाहिँ फुलफिल हुन नपाएको हुन्छ क्या, त्यो चाहिँ भोइड कन्ट्र्याक्ट भनिन्छ होइन। अर्को भोइडेबल भनेको चाहिँ भ्यालिड अनलेस वान पार्टी चुजेस टु क्यान्सल इट भने चाहिँ लास्टमा चाहिँ एउटा पार्टीले क्यान्सल नगरेसम्म चाहिँ भ्यालिड हुन्छ भन्नु खोज्छ। तर यसको मेन केस चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ कुनै पनि एउटा पार्टीको चाहिँ फ्री कन्सेन्ट भएको चाहिँ हुँदैन कि। अर्को पार्टीले चाहिँ डराएर धम्काएर चाहिँ उसलाई जबरजस्ती चाहिँ कन्ट्र्याक्टमा लिन खोजेको हुन्छ, तर पछि अर्को पार्टीले चाहिँ यो मेरो फ्री कन्सेन्टमा गरेको होइन भनेर आफूले नै क्यान्सल गर्यो भने चाहिँ त्यो भनेको चाहिँ भोइडेबल कन्ट्र्याक्ट भयो होइन। इफ उसले फेरि मलाई डराएर गरेको होइन भनेर उसले फेरि डराएर नै त्यो कन्ट्र्याक्ट साइन गर्यो भने चाहिँ त्यो भोइडेबल भएन। तर इफ उसले चाहिँ मेरो फ्री कन्सेन्टमा गरेको होइन भनेर आफूले लिगल्ली एक्सन लिएर चाहिँ भनेर क्यान्सल गर्यो भने चाहिँ त्यो चाहिँ बल्ल भोइडेबल कन्ट्र्याक्ट हुन्छ। अर्को भनेको इन्फोर्सेबिलिटी कन्ट्र्याक्ट भनेको चाहिँ रिकग्नाइज एन्ड इन्फोर्सेबल इन कोर्ट। त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ सुरुमा चाहिँ भ्यालिड नै थियो होइन, तर पछि चाहिँ टेक्निकल इस्यु भएर चाहिँ पछि रिकग्नाइज भएर चाहिँ त्यसलाई पछि क्यान्सल गर्यो भने चाहिँ त्यो चाहिँ हाम्रो इन्फोर्सेबल कन्ट्र्याक्ट नै, त्यो लागू भएको छैन नि त, हो त्यो लागू नभएको भन्ने कन्ट्र्याक्ट चाहिँ इन्फोर्सेबल कन्ट्र्याक्ट हो है। अर्को भनेको चाहिँ इलिगल कन्ट्र्याक्ट भनेको चाहिँ अब यस्तो त्यो भनेमा बुझिहाल्छ है, अनलफुल कानुनको बेसमा भएको हुँदैन। प्लस प्रोहिबिटेड इन ल भनेको चाहिँ कुनै पनि कानुनमा चाहिँ त्यो निषेधित गरेको हुन्छ, त्यो भनेको चाहिँ इलिगल कन्ट्र्याक्ट भयो। अर्को भनेको अन द बेसिस अफ फर्मेसन। फर्स्टमा एक्सप्रेस कन्ट्र्याक्ट। टर्म्स आर क्लियरली स्टेटेड ओरल आर रिटर्न। कुनै पनि कन्ट्र्याक्ट चाहिँ आफूले डिस्कस गरेर यो गर्ने त्यो गर्ने भनेर डिस्कस गरेर वा कुनै एउटा रिटर्न फर्ममा लेखेको कन्ट्र्याक्ट भनेको चाहिँ एक्सप्रेस कन्ट्र्याक्ट भन्न सकिन्छ हामीले। अर्को इम्प्लाइड कन्ट्र्याक्ट भनेको चाहिँ फर्म बाई सिचुएसन, त्यो भनेको चाहिँ हाम्रो इम्प्लाइड कन्ट्र्याक्ट भयो। अर्को क्वाजी भनेको चाहिँ नट अ रियल कन्ट्र्याक्ट इम्पोज बाई ल टु प्रिभेन्ट अनजस्ट इन्रिचमेन्ट भनेको चाहिँ जस्तै सुरुमै दुईवटा पार्टीको बिचमा पहिले सहमति भएको चाहिँ होइन, तर कारणवश चाहिँ त्यो अनफेयर हुन्छ नि त, अनफेयर कुरालाई चाहिँ कभर गर्नको लागि चाहिँ जस्तै फर इक्जाम्पल दिन्छु। जस्तै ए र बी चाहिँ दुईवटा पार्टी छ होइन। अब जस्तै एले चाहिँ बीलाई केही सामान चाहिँ लगिदिनु पर्ने थियो होइन, बीलाई लगिदिने ठाउँमा उसले सीलाई चाहिँ लगिदियो भने प्लस सीले चाहिँ आफूले युज गर्यो भने उसको लागि नआएको भए पनि उसले आफूले युज गरेपछि त अब त्यो अनफेयरलाई चाहिँ कभर गर्नको लागि उसले आफूले पे गर्नुपर्छ नि, हो त्यो चाहिँ हाम्रो क्वाजी कन्ट्र्याक्टभित्र पर्छ। किनभने नट रियल कन्ट्र्याक्ट भनेको चाहिँ दुईवटाको ए र सीको बिचमा कन्ट्र्याक्ट भएको होइन नि त, ए र बीको बिचमा भएको हो, तर कारणवश चाहिँ सीमा त्यो सामान पुगेर उसले युज गरेपछि चाहिँ त्यो फुलफिल गर्नको लागि चाहिँ सीले चाहिँ आफूले पे गर्यो भने चाहिँ त्यो कन्डिसन चाहिँ क्वाजी कन्ट्र्याक्टभित्र चाहिँ इन्क्लुड गर्न सकिन्छ। अर्को भनेको चाहिँ अन द बेसिस अफ एक्जिस्टिङ ड्युटिज होइन। अर्को एउटा फर्स्टमा छ युनिल्याटरल भनेको चाहिँ ओन्ली वान पार्टी मेक्स अ प्रमिस। यो पनि एउटा इक्जाम्पल दिउँ होइन। जस्तै ए र बी छ भने चाहिँ ए र बी दुईवटा पार्टी छ होइन, त्यसमा चाहिँ अब आफ्नो ड्युटिज हुन्छ, तर बीले चाहिँ पहिले नै आफ्नो ड्युटिज कम्प्लिट गरेको छ रएको मात्रै बाँकी छ भने चाहिँ यसमा छ नि ओन्ली वान पार्टी मेक्स अ प्रमिस, एउटा मात्रै पार्टीको काम छ र उसले म यो गर्छु भनेर प्रमिस गरेको छ भने त्यो चाहिँ युनिल्याटरलमा पर्छ। र बाइल्याटरल भनेको चाहिँ बोथ पार्टिज एक्सचेन्ज प्रमिसेस भनेको चाहिँ दुइटै पार्टिजको ड्युटिज बाँकी छ। जस्तै फर इक्जाम्पल ए र बीले मा चाहिँ घर किन्ने एउटा एग्रिमेन्ट भएको छ है भने त्यसमा चाहिँ अब एले पनि बीलाई घर पास गर्न बाँकी छ
उसले घर पाउन बाँकी छ र अर्को भनेको बीले पनि एलाई चाहिँ पैसा दिन बाँकी छ भनेपछि यसले पनि पैसा लिन बाँकी छ नि त। त्यसमा दुइटैको के अरे कामहरू चाहिँ एक्सचेन्ज भएको छ नि त। त्यो भएर दुइटैको ड्युटिज बाँकी छ नि त। त्यो हिसाबले चाहिँ त्यो बाइल्याटरल भयो होइन। अर्को भनेको चाहिँ अन द बेसिस अफ फ्युचर कन्टिजेन्सी हो है। त्यसमा सिम्पल भनेको चाहिँ प्रि प्लान कन्ट्र्याक्ट वेयर वान पार्टी हेज लिटल अर नो बार्गेनिङ पावर भनेको चाहिँ सिम्पल भनेको चाहिँ कुनै पनि कन्ट्र्याक्ट हुनुभन्दा अगाडि फ्युचरमै भए तापनि त्यहाँ चाहिँ कस्तो हुन्छ भन्दा सुरुमै कन्ट्र्याक्टको जुन कन्डिसनहरू इस्युहरू सबै पहिले नै प्लान गरेको हुन्छ कि पछि त्यो कन्ट्र्याक्टको अन्तिममा आएर हो म यो गर्दिनँ म त्यो गर्दिनँ वा म यति दिन्न अलिक कम दिन्छु धेरै गर्दिनँ कम गर्छु भनेर कुनै पनि बार्गेनिङहरू चाहिँ गर्न मिल्दैन किनभने त्यो पहिले नै फिक्स भएर आएको हुन्छ। भने कन्टिन्जेन्ट कन्ट्र्याक्ट भनेको चाहिँ कुनै पनि फ्युचर सिचुएसनको अनुसार चाहिँ कन्ट्र्याक्ट हुन्छ। जस्तै फर इक्जाम्पल एउटा इन्सुरेन्सै लियो भने होइन कुनै पनि इन्सुरेन्स चाहिँ अब यसै के पे गर्ने होइन नि त। उनीहरूले त अब फ्युचरमा कुनै घटना भयो भने बल्ल उनीहरूले त्यसलाई फुलफिल गर्ने हो नि त। सुरुमै त उनीहरूले यतिकै गर्दैन नि त। त्यही भएर फ्युचरमा केही भयो भने चाहिँ त्यो अनुसारको चाहिँ कन्ट्र्याक्टलाई चाहिँ कन्टिजेन्ट कन्ट्र्याक्ट भनिन्छ। त्यही